चल्दैछ जस्तो छ। हो डेभिड अनलाइन टिभी हेर्नु है, राजा किङ आउँदै गरेको यो राष्ट्रपति भवन अगाडि यो चक्रपथको भित्रबाट देख्न सकिन्छ। राजतन्त्र जिंदाबाद, हमरे राजा हमरे देश। राष्ट्रपति हामी चाहिँ निवासतिर आज के हुन्छ जस्तो छ, आज के होला जस्तो छ, आज निकै भिडन्त होला जस्तो पनि छ। हेर्न सकिन्छ कहाँबाट के हुँदैछ। पुरै कब्जा गर्ने स्थिति छ। आज के होला जस्तो छ, आज के होला जस्तो छ। मलाई त रामा बिना काममा हो आज के होला जस्तो छ। हजारौँको सङ्ख्यामा आज हजारौँको सङ्ख्या लगभग कति छ होला अन्दाजी? हजारौँ मान्छेहरू देखिरहेको छ, देख्न सकिन्छ। आज के होला जस्तो छ। लाखौँ मानिसहरू आइरहेको छ, हेर्न सकिन्छ। तपाईँहरूले यो मूल्याङ्कन गर्न सक्नुहुनेछ आज केही होला जस्तो छ। कहाँबाट आयो यति धेरै मान्छे? यति धेरै मान्छे कहाँबाट आए? केपी जोड्दैछ। राष्ट्रपति भवन त यहाँ चल्दै होइन? यहाँ अघि हामी आएन, त्यही हो। मलाई के थाहा अहिले आउँछ, नत्र म यहीँ बस्छु। उतार्नु बोला छ कि दाइ? हेर्नु त कति छ। लाखौँ जनताहरू चाहिँ उतारेको छ काठमाडौँ बजारमा।
कति मन पराएको राजालाई डेभिड अनलाइन टिभीबाट देख्नुभएको छ लाखौँको हजारौँको सङ्ख्यामा जे पनि भिड सकिएको छैन अहिले चाहिँ ठ्याक्कै महाराजगञ्जबाट उँधो गइरहेका छन् आज केही घटना चाहिँ होला जस्तो छ हरन पनि केपी चोर भन्दैछ हरनले पनि केपी चोर भन्दैछ राष्ट्रपति भवन अगाडिदेखि जान देखाएन होला होइन त्यहाँदेखि पुलिस सबै तल छमेलसम्म सबै राखेको छ पुलिसहरू टन्नै छ अब यो जति भयो नि तर जान त जान्छ जान्छ यो त दरबार मार धेरै छ होइन कसले सक्छ यो कुरोलाई यिनीहरू मर्नदेखि डराएन यस्तै तातेर आइरह होइन दिउँसो रोक्यो रोकै हुन्छ अहिले भाडा हाने ए आज असर ब्याज र कति हान्छ जाउँ हामी जाउँ भयो अब हामीलाई डर लागिसकेको छ जाउँ